लाल लाल क्यों हो रहा है? बहुत लाल हो गए रे। तो गोरा गोरा दिख रही है इधर। हीरो डेंजर। देख सकते हैं इधर वीडियो वीडियो बना के पागल हो चुका है। आज अनि भर्खरै 19 23 या 24 जुत्ता है। सो हे गाइज वेलकम ब्याक टु आवर च्यानल। आई होप तपाईँ सबैजना सन्चै हुनुहुन्छ होला। म चाहिँ अहिले कलेज जान लागिरहेको छु होइन। देख्न सक्नुहुन्छ यताको मौसम है त। ल अहिले चाहिँ अब बाँकी स्कुलमै गएर भेटौँला। के छ बाबु? दुनिया से ना हम सफर कोई आए भन्दैन ल है त ल। A few moments later. सो गाइज अहिले चाहिँ म चाहिँ कलेजबाट फर्किसकेँ होइन। देख्न सक्नुहुन्छ यतातिरको बाटोहरू यस्तो छ होइन। साथीहरू यस्तै चलिरहेछ जिन्दगी चाहिँ आजकल होइन। त्यसपछि म चाहिँ अब गएर खानासाना खाएर बस्नुपर्ने हुन्छ होइन। अनि त्यही माथि हाम्रो मम्मी चाहिँ आएको छ होइन गाउँबाट हिजो होइन। म हजुरहरूलाई देखाउँछु होइन मेरो मम्मी कस्तो छ, मेरो मम्मीले के गर्छ अनि त्यसपछि भन्ने कुराहरू म देखाउँछु है त। ल घर पुगेपछि हेरौँला। के गरेँ म भात पकाएँ। तर भर्खरै उठ्यो आलु खाइदिउँ न त च्याट गएर खुर्सानी तिमी त त्यत्तिकै ल्याएर मात्रै राख्छ। नेपाली आलु तर आलु चाहिँ लास्टै मिठो हो क्या। हाम्रो घरतिरको चाहिँ छुट्टै हुने कि यता के अरे यता काठमाडौँतिर चाहिँ अरू उतातिरको कहाँबाट ल्यायो भने चाहिँ अलिक मिठो नहुने पानी जस्तो टाइपको हुने कि। एक्चुअली घर जानु मन लागिरहेछ कि। खोर्सानी चाहिँ लसुनको बनायो क्या। लसुन र नुन मात्रै खाएँ मैले त। दुधो गरेर यस्तो मिठो छ क्या। हाम्रो घरतिरको आलु भने छुट्टै हुने क्या। A few moments later. सो हे गाइज अहिले चाहिँ हामीले चाहिँ खानासाना खाएर अहिले चाहिँ बसिरहेको छु होइन मम्मीसँग होइन। अब चाहिँ गाइज म चाहिँ मम्मीसँग हल्का केही कुराहरू गर्छु होइन।
मम्मी चाहिँ हिजो चाहिँ गाउँबाट आउनु भएको थियो होइन है त ल के भन्छ सुन्नु होला है त ल आलुहरू कतिको मान फल्छ आलु त फल्छको कतिको मान फल्छ आलुहरू फल्ने ठाउँमा त अलिअलि फलिरहेछ नहुने ठाउँ छैन अनि अलि मल पुगेको ठाउँमा फल्यो होइन मल नपुगेको ठाउँमा फलेन हाम्रोमा चाहिँ कति फलेछ त यसपालि हाम्रोमा अलिअलि भएछ अनि त्यसपछि अरू तरकारीहरू त खासै केही छैन है तरकारी के हुनु नि अब हो लाउनु पनि अब करेलाहरू फल्छ होला त्यही हो करेला अनि सिमीहरू सिमी पनि भर्खर लगाएको छ अब पछि भदौतिर अब तरकारीहरू त सिनाले केही पनि राखेन अनि मम्मी चाहिँ कतिको मेहनत गर्नुहुन्छ त नि गाउँमा आफ्नो तरकारी बालीहरूको लागि अनि यो के अरे आलुहरूको लागि मेहनत त गऱ्यो नि मेहनत त तरकारी लाउन रहर लाग्छ लायो हुँदैन कहिले के हुन्छ कहिले के हुन्छ मर्ने झारले खाने सफा गर्नु पाउँदैन सरसफाइ गर्नु पाउँदैन कहिले कहाँ त्यस्तै भनेको टाइममा के अरे तरकारीहरूलाई पानी पनि दिनु पाउँदैन होइन अनि पानी पनि दिनु पाउँदैन फेरि पानी पऱ्यो पुरै असिनाहरू आएर सखाप बनाइदिन्छ होइन त्यही त सबै खुइलिने झारले खाने त्यो समस्या भयो होइन अहिले चाहिँ अनि हाम्रो गाउँतिर चाहिँ आलुको चाहिँ कति छ धार्नीको नि अहिले धार्नीको खै 80 रुपियाँ भन्थ्यो आफ्नो आलु छैन त्यही हो 80 रुपियाँ हो अरे जोस् अहिले चाहिँ गाह्रो छ होइन साथीहरू गाउँमा चाहिँ एकदमै गर्न सक्ने मान्छेहरूले गर्न सक्छ होइन गर्न नसक्ने मान्छेहरू अब यस्तै हो कि अलिकति समस्या छ होइन जोस् ठिकै छ होइन साथीहरू अब सानो परिवारमा सानो खुसी होइन जोस् दुःख सुख भनेको यस्तै हो जोस् खुसी हुन सिक्नुपर्छ होइन अहिले जोस् हामीलाई चाहिँ गाह्रै छ होइन अब किनभने अब अहिले हामी सानो छ होइन छोराछोरीहरू सबै सानो हुँदाखेरि चाहिँ अलिकति गाह्रो हुन्छ होइन अनि त्यसपछि त्यही हो सबैको त्यही हो होइन अलिकति गाह्रै हुन्छ सानो हुँदाखेरि अनि जोस् अहिले चाहिँ मम्मीले चाहिँ धेरै दुःख गरिरहनु भएको छ हाम्रो लागि चाहिँ होइन बच्चैदेखि होइन अहिले चाहिँ हामी यत्रो यहाँसम्म आइपुगिसकेको छौँ होइन त्यसको लागि चाहिँ म चाहिँ धेरै धेरै धन्यवाद भन्न चाहन्छु मम्मीलाई चाहिँ होइन मम्मीलाई अनि बाबालाई विशेष गरी हाम्रो परिवारलाई होइन त्यस्तो छ होइन साथीहरू हाम्रो चाहिँ अनि मम्मीको कुरा सुनेर कस्तो लाग्यो होइन अनि त्यसपछि हजुरहरूले आफ्नो कमेन्टमा के अरे प्रस्ताव राख्न सक्नुहुन्छ त्यही भन्न चाहन्छु है त ल A few moments later. सो हे गाइज म चाहिँ अहिले फेरि बाहिर आएको छु होइन देख्न सक्नुहुन्छ अहिले चाहिँ पुरै पानी परेर यस्तो भइरहेको छ मौसम पनि है सट्ट पारामा है पानी सानी परेर होइन यस्तो भइसकेको छ होइन चिसो हावामा होइन बाहिर चाहिँ यस्तो फ्रेस छ क्या अहिले यताको भ्यू चाहिँ यस्तो बबाल छ होइन सट्ट पारामा है दामी यही दामी आन्टी मासु छ दिन्न मलाई 300 को हजुर सके होइन आधा घन्टै छिटो हुँदो रहेछ क्या अनि हामी उता आउँछौँ सो गाइज म चाहिँ अहिले चाहिँ पशु शासन गएर बाहिर साहिर सबै गएर आइसकेँ होइन फेरि रुममै आएको छु होइन फेरि म चाहिँ अब बाहिर घुम्न जानेवालामा छु होइन किनभने मेरो साथी आउँदैछ होइन फेरि मलाई चाहिँ भेट्नको लागि भनेर होइन अनि त्यसपछि उसको सपिङ पनि गर्नुपर्ने काम छ अरे होइन अनि त्यसपछि हामी सपिङ गर्नको लागि चाहिँ उता बानेश्वरपट्टि जानुपर्ने हुन्छ होइन त्यहाँनिर चाहिँ राम्रो राम्रो कपडाहरू अस्ति हेरेर आएको थियौँ होइन जुन हामीले चाहिँ भ्लग चाहिँ गरेको थिएन त्यही पनि आज चाहिँ म फेरि त्यतातिर जानेछु होइन साथीसँग है त ल हेर्नु होला होइन कस्तो हुन्छ अनि त्यसपछि साथीलाई म पहिला सुरु भेट्छु होइन है त ल हम सफरको साथीहरू म चाहिँ अहिले यहाँ आइपुगिसकेको छु है देख्न सक्नुहुन्छ यस्तो छ यतातिरको वातावरणहरू
सर्ट बाह्रमा हो से नाम सफरको रेला गरे होइन मैले तिमी टाँसन जुत्ता आमामा लुगा लुगा कुन भाषा बोले जोस् लुगा चाहिँ ठिकै चाहियो भने आउनु होला हिरो डेन्जर सो गाइज अहिले चाहिँ पानी परिरहेको छ होइन यतातिरै देख्न सक्नुहुन्छ हामी चाहिँ अहिले यो सबमा छु है फेरि अर्को ठाउँमा है छैन 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 लुगा हेर्दा हेर्दा आज प्रिन्ट नभएको डिजाइन नेपेक्स छिर्कै भोपाल थियो है गाइस डिजाइनै छैन क्या डिजाइन हुने नेपालमा लुगै छैन विदेशमै राम्रो छ विदेश गएरै किन्नु मन काम छैन कि त्यहीँबाट त आउने हो आखिर लुगा नेपालमा के चाहिँ बन्यो हो र दुबई गएरै किन्छ दैले रेला गरे अहिले चाहिँ गाइज राति भइसकेको छ होइन बजारको चहलपहल है ए आज मैले हात खराब सपिङ गर्न आएको लुगा एउटा मन पऱ्यो त मरिन्छ एउटा मन नपऱ्यो रेला गरे च्याप्प समाइदिन्छ ठगुवै ठग लास्ट ठगिदिने भने ठगुवा पार्टीकी चाहिँ हो त्यसरी ठग्नु चाहिँ होइन भने रातिको बब्बाल आउने रहेछ यार छोटो केरा छैन यहाँ लामो लामो छ तर मेरो भन्दा चाहिँ छोटै हो अच्छा ठीक है समझ गया तिमी नाचन कस्तो तातो आएको के चस्मा हरायो आनन्दले भ्लग गरिरहेको बेलामा यो ठाउँै महँगो रहेछ होइन भने यो बानेश्वर जस्तै छ त यो ठाउँ त देखा मात्रै हो केही न केही फरकै छ दरमारै भएन दरबारमा भनेको चाहिँ अलिकति
त्यो चाहिँ कट गर्नुपर्छ कट गर्दैन गर्दैन पुरै नखानु हालिदिन्छु ल हाल्दिनँ बना मात्रै हो कि यसो त्यतिकै प्र्याक्टिस दूर चले भात मान्छे कबाडी हो किनभने अस्ति पनि म गएको नबसेर त्यसले सम्झिने गर्दै त मैले त के गर्ने प्लान थियो हाम्रो जाउँ अब आज भोले भन भोले भन छुट्टीमा होइन खै अब के हुन्छ अब राम्रो हुँदैन नजाउँ अति भयो त बासै हराइदियो कुन ठाउँ आइपुग्यो तिमी कहिले जाने रे अब पछि निकोर्सी दुवै क्यामेरा दियो भने यस्तो गरेँ तिमी कहिले जाने रे भन न त्यो दिन म भेट्न आउँछु जाने बेला चाहिँ हेर्छ कि भनेको तर पानी हेर्नु कस्तो परेको क्या सिसा रहेछ यार आफू यत्रो पानी पऱ्यो क्या त्यसतिर क्याफे हो यो बेकरी आइटमहरू रहेछ पेस्ट्रीहरू रहेछ पुरा खानु यार नखाउँ यार के गर्ने यार स्विट आई डोन्ट लाइक वी डोन्ट लाइक होइन यार रुखहरू चाहिँ हो कि त्यो भबाल छ यो रुखहरू चाहिँ हेर्ने ओ के भन्छ रे यसलाई यसले पानी झरेको भन्छ पानी झरेको पानी भन्छ सिसामा झरेको पानी झरेको भन्छ पानी सिसामा झरेको वाउ पानी पर्ने यस्तो दामी भएको यसरी पुगिसकेँ पुगिसक्यो मलाई गाइस अहिले चाहिँ हामी अब कहाँ आइपुग्यो भनौँ यो अब बानेश्वर भर्खरै कट्यो ऊ साथी पनि ब्लग स्टार्ट गर्दैछ ल गाइस राम्रो छ जोस् अगाडिबाट भिडियो गर्नु हुँदैन भनिदिरहेको गएर हाम्रो बोलेपछि बोला बोला गर्छ फेरि ऊ चाहिँ दामी छ जोस् ठाउँहरू चाहिँ होइन एकदम रमाइलो छ तिमी नाच्छ न कम्बरै बाँच्छ न कस्तो छ आफूले बोलेको आफै हेलो गाइस सो हे गाइस नमस्ते नमस्ते रेल्ला गरे होइन मैले सो गाइज अहिले चाहिँ पुलै होइन अलिकति रात पनि परिसकेको छ होइन देख्न सक्नुहुन्छ रातिको भ्यू चाहिँ यस्तो छ होइन चट्ट लगाएर यतातिर है सपहरू देख्न सक्नुहुन्छ दामी छ जोस निमा ब्याङ्क त्यहाँ रहेछ है ए रेल्ला गरे होइन मैले जोस दामी मजा आइरहेछ होइन साथीहरू नाइटमा हेर्नलाई चाहिँ है रुँदै जानुपर्छ ओए हामी त यहाँ आइपुगेछ यार कुदुमा परे भाइ रहेछ दादालाई भाइ भन्ने हो तिमी एकदम सफा क्लिन हेर न उयो केटिएम दामी ल ओ माई गड सेक्सी पारामा तो ये दोस्तों अभी हम देख सकते हैं इधर बाढ़ी आ गई है अब नजाउँ यार योभन्दा उता ऊ त्यहाँ छ त नजाउँ यार अब उता खतरा है मा त्यो पुलहरू चाहिँ बसमा जाने कि हिँडेर अरे ऐसे आओगे
देख सकते हैं इधर वीडियो बना के पागल हो चुका है। हतार नगर न साथी किन हानेको है। दामी ठाउँमा आए साथीहरू हामी चाहिँ अहिले होइन। यो पुल चाहिँ कसले चिन्नुहुन्छ होइन कमेन्ट गर्नु होला राम्रोसँग है। एकदम राम्रो छ है। क्या बब्बा लाग्यो यारमा यही गाडीमा कोटेश्वरसम्म भक्तपुर रे ठ्याक्कै भेटाइदिएर है। भाग्यमा नि हो कि भाग्य हो कि हाम्रो। ओइमा झन्डै चस्मा फुटेको देख सकते हैं गाइस ये क्या सिनेमैटिक सीन है। नेपाल क्या बोल्दा है इसको कोहीमा यत्रो स्पिडमा त बाहिर देख्छ त्यस्तो देख्छ बाहिरले लास्टै गरे क्या गरे जस्तो लाग्यो यार। लाल लाल क्यों हो रहा है? बहुत लाल हो गए क्योंकि मेरे इधर गोरा गोरा दिख रहा है। तो गोरा गोरा दिख रही है इधर इधर काला काला दिख रहा है। आप गोरा हो ना मुझसे भी ज़्यादा। अभी हम हैं गाड़ी पर लोकल बस आज अनि भर्खरै 19 23 या 24 21 ल साथी है राम्रोसँग जाऊ होइन। ओके अब सेफ फ्लाइट अहिले नै हो क्या। भेटौँला हामी फेरि भेटौँला भोलि नै भेटिहाल्छ नि भोलितिर आउँला जोस् होइन। दामी हो ल ठिक छ है राम्रोसँग सो गाइज म चाहिँ अहिले साथीभाइको ठाउँबाट आइपुगिसकेँ होइन। अब चाहिँ म चाहिँ रुममा जान्छु होइन। अनि त्यसपछि त्यही हो होइन साथीहरू आजको भिडियो कस्तो लाग्यो होइन लाइक कमेन्ट सेयर हान्नलाई नबिर्सिनु होला भन्न चाहन्छु। हस् त ल है त अर्को भिडियोमा भेटौँला अब।